उसारेको बहिरा दुलहाको बाबा त कान नसुन्ने बहिरा। आदरणीय जन्ती दाजुभाइ तथा दिदी बहिनीहरूमा हामी दुलहीको साथीहरूको तर्फदेखि 2 हात जोडी नमस्कार। बहेको गण्डकी सलल यो चिठी पढ्नु होला खरर। तनहुदेखि जन्ती आउनुभयो चौराहा गाउँमा। यो पत्र लेखेका छौँ दुलहाको साथीको नाउँमा। जन्ती आए लगाएर गुच्चीको कालो चस्मा। फुलगुच्छाले सजाएको शुभ विवाह लेखेको बसमा। चौराहाको गाउँ पारी उसारेको बहिरा दुलहाको बाबा त कान नसुन्ने बहिरा। उही चामलको भात हुन्छ उही चामलको सीता दुलहाको साथीको कञ्चिनामा लिखा। तनहुबाट जन्ती आयो सल्लेरीको कोट्ने दुलहाको बाबा। युटावरबाट यता छिर्दा घरघरीमा लोट्ने। पुच्छु भन्दा भन्दै धुलोमा मुख जोत्ने। कालीगढले गहना बनायो सुनैलाई खारेर। चाउ जन्ती राम्ररी लालटिन बालेर। आकाशैमा लागेको त्यो घुम्म बादल आज आउने जन्तीलाई केरा काटी मादल। आयो जन्ती बसमा चढेर जानुहोस् जन्ती बाइपङ्खी घोडामा चढेर। मकै पिस्ने जमर जाँतो कोदो पिस्ने रेम्की। हामी साथीको कति राम्रा गहना लुगा अर्की साथी तिम्की। उही मकैको आटो उही मकैको ठेला। हामी साथी लगिदिनु भयो नगरिदिनु हेला। हेला गरेमा पर्ने छौ माइतीको फेरा। हामी बाग्लुङ हजुर चाहिँ तनहु एकछिन आउने जन्तीलाई अरू के भनौँ। लौजाचरी हावासरी यो पत्रको जवाफ छिट्टै आउने गरी। यो चिठी लेख्दा धेरै गल्ती कमी कमजोरी भएको होलान् र यहाँ प्रयोग भएका शब्दले कसैको मन दुख्न गएको होला। त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। धन्यवाद।